समग्र रूपमा भन्नुपर्दा पूर्वीय दर्शन भनेको वेदका विभिन्न प्रकारका यहाँ व्याख्याहरू छन्। ती व्याख्या बिना हाम्रो जीवन जति अधुरो हुन्छ। त्यसैले पूर्वीय वाङ्मयको विषयमा हामी सबैले चिन्तन गर्नुपर्छ। म त्यसैमा समर्पित, त्यसमा मात्रै नभएर आधुनिक शिक्षण संस्थामा पनि समर्पित हुनुको कारणले होला ठाउँ ठाउँमा बोलाउन जानुहुन्छ, निमन्त्रणा गर्नुहुन्छ। मैले प्रश्न गर्छु, उहाँहरूले यदि मिल्दोजुल्दो उत्तर दिनुभयो भने जान्छु, मिल्दोजुल्दो उत्तर भएन भने अनि केही भनेर पठाइदिन्छु। यति नै मेरो छ। अब यो संस्थाको विषय स्मृतिहरू सेवा धर्मो परम गहनो योगिना मत गर्दै। ख्याल गर्नु होला, दुईवटा नारायण छन् संसारमा। एउटा नारायण लक्ष्मी नारायण सबैले जान्नुहुन्छ नि, लक्ष्मी नारायण सबैले जान्नुहुन्छ। तर दरिद्री नारायण जो कहिले जान्नुहुन्न, यो कुरा ख्याल गर्नु होला। लक्ष्मी नारायणका उपासक हामी सबै हौँ, जान्दछौँ। तर दरिद्री नारायण, दुखी नारायण, दिनहीन नारायण, असहायको सहायताको शिरोमणि नारायण भेटिन संसारमा असाध्यै गाह्रो हुन्छ, कठिनाइ हुन्छ। किनकि यो सृष्टि प्राय स्वार्थपरायण छ। म खाऊँ, मै लाऊँ, सुख सयलता मोज म गरौँ, म बाँचौँ, मै नाचौँ, अरू सब मरुन् दुर्बलहरू, आफ्नो मात्रै घर, आफ्नो मात्र पेट, आफ्नो मात्र परिवार, सीमित घेरोमा हर व्यक्ति रमेको हुन्छ, झुमेको हुन्छ, खुसी प्रसन्न व्यक्त गरिरहेको हुन्छ। अर्काको दुःख, कष्ट, आपत्ति, अर्काका आँखाबाट दुःखदपूर्ण अश्रुका ती भाषा बुझ्ने व्यक्ति जो कोही हुँदैन। विरलै व्यक्ति हुन्छ यो सृष्टि। त्यसैले यो संस्थाका परिकल्पनाकार प्रारम्भिक अवस्थादेखि लिएर अहिलेसम्मका दुःख सुखका कुराहरू, संस्था सञ्चालन गर्दा आइपर्ने कष्टहरू, तिनको विषयमा हामीले धेरै सुनिसक्यौँ। मैले हृदयतः साधुवाद दिन चाहन्छु यी मनलाई, यी ज्ञानेन्द्रिय कर्मेन्द्रियहरूलाई, ती शरीरलाई जसले कल्पना गर्दै दुःख सुख सहन गर्दै आफ्नो जीवन समर्पण गरे। कल्याण होस्, मङ्गल होस्, त्यो सेवाले सबै खुसी सुखी प्रसन्न भएर जाउन्। यो भावना सबैमा जागृति होस् भन्ने भावना समेत म प्रकट गर्न चाहन्छु। अब प्रारब्धवश सडकमा भागिएका संस्कारविहीन, यो पनि किन त्यस्तो भएको भन्दा पूर्वीय दर्शनको अध्ययन अध्यापनको कमी कमजोरीको कारण हो। संस्कारको कमी कमजोरीको कारण। आफ्ना इन्द्रिय तृप्तिको लागि जे पनि गर्ने, भोलि के हुन्छ पर्सि के हुन्छ पापको डर नमानेका जुन व्यक्तिहरू छन्, एक त प्रारब्धवश दिनहीन अवस्थामा रहेका छन्, जसले बिहान बेलुकाको समस्या समाधान गर्न नसकेर पनि सडकमा लगाएर बच्चा बच्चीलाई छोड्दिने गर्छन्। म यहाँबाट बुटोलतिर जाँदै गर्दा बाटोमा भर्खरै जन्मेका ती बाच्छाहरू, गाईका बाच्छाहरू बाटोमा लगेर छोडिदिएका हुन्छन्। त्यहाँ गएर कराइराखेका हुन्छ। अति कृषक, ती गृहस्थ बाटामा लगेर छोडिदिएका छन्। कसैले दया गर्दैन, किनकि तिनीबाट आफ्नो स्वार्थपूर्ति भएन, त्यही भएर छोडी। त्यो त्यस्तै प्रकारले चाहे इन्द्रियको वशमा परेर होस्, चाहे प्रारब्धवश होस्, उपेक्षित जीवहरूको सेवा गर्नु, उपेक्षित मानवहरूको सेवा गर्नु, एक त
हर जीवको सेवा गर्नु मनुष्यको कर्तव्य हो। यसैमा पनि जुन मानव समुदाय छ, उपेक्षित सानादेखि लिएर ठुलासम्म व्यक्तिलाई आश्रय दिनु त्यो ठुलो कुरा हो। जन्माउने मात्र मातापिता होइन, भरण पोषण गर्ने, शिक्षा दीक्षा दिने, असल संस्कार दिने व्यक्ति, त्यो व्यक्तिभन्दा ठुलो मातापिताहरू कोही हुन सक्दैन। त्यो ठुलो कुरा हो। जन्माउन मात्र ठुलो कुरा होइन, त्यसलाई जीवन दिनु, शुभ संस्कार दिनु, असल मानव बनाउनु, सर्वे भवन्तु सुखिनको भावना जगाइदिनु, त्यो ज्यादै ठुलो कुरा हो, महत्त्वपूर्ण कुरा हो। त्यसैले यो महती कार्यमा सबै जुट्नु होला, सबै लाग्नु होला। मलाई पनि शङ्का सन्देह थियो, यसै नगिचबाट पढेको थिइनँ, आज पढ्ने बुझ्ने मौका परेकोले अब सबैले साथ सहयोग मद्दत गर्नु होला। आज शिलान्यास गरिएको भवन छिट्टै पुरा गर्नु, सबै लाग्नुहोस्। धेरै लाग्दा केही गाह्रो छैन, एक दुईजनालाई गाह्रो हुने हो, धेरै लाग्यो भनेदेखि गाह्रो हुँदैन। मन फुकाएर लगाउनुहोस्, किनकि मर्दाका भोलिपल्ट 2 दिन भइहाल्छन्, मर्यो त शङ्ख बजाइहाल्छ। अघि घरको लाल पूर्जा घरमै रहन्छ, छोराछोरी नाति पनाति यहाँ कस्का जान्छ, लाल पूर्जा नभएको घाटमा गएर सुतेर अनि दागबत्ती खानुपर्छ। थाहा छ तपाईँहरूलाई? तपाईँहरू सबै कसै कोही पनि व्यक्ति लाल पूर्जा भएको ठाउँमा गएर जल्नु, अन्त्यम बिदा कहाँ गएर हुन्छ? देवघाटको घाटमा। त हाम्रो घाट भन्छु, अन्त्यमा हाम्रै घाटमा आउँछौ तिमीहरू। अब हाम्रो घाटमा आउनुभन्दा पहिला कि त गुरुकुलमा पैसा लिएर आऊ, ठिकै हुन्छ, होइन भने अन्त्यमा यही घाटमा आउला, हामीले घाट खुला गरिदिन्छौँ भन्ने आज। देवघाट घाट, सबैको घाट, साझो घाट, लाल पूर्जा नभएको घाट, त्यो घाटमा सबै। त्यसैले ख्याल गर्नु होला। अहिले आर्थिक स्थिति कसैको पनि कमी कमजोरी छैन, भगवानले एकदमै राम्रो दिएको छ, समयको परिवेश पनि हो, सबै मिल्दै जाँदै त के हुन्छ। यति मात्र होइन, यसलाई अझै ठुलो बनाउनुपर्छ, नेपालभरिको प्रथम बनाउनुपर्छ। किनकि यो चिताउनु मध्य भूभागबाट यो चिताउनु, यसमा कई बिघा जमिन, यही मात्र जमिन चाहिन्छ भन्ने छैन, अलिकति पर गए पनि हुन्छ। शाखाका रूपमा धेरै विकास गर्न सकिन्छ। कि यसमा हजारौँ जना अट्ने दुखी गरिब निमुखा शिक्षा नपाएका त त्यतिकै मात्रै पालेर बिहा गरेर मात्रै भन्दा पनि उनीहरूलाई उद्यमशीलको जुन कुरा बिना खरेलले मलाई सुनाएकोले, त्यो पाटो ठुलो पाटो। त्यसलाई सुशिक्षित बनाऊ, सेवामा लगाइदिनु, असल गृहिणी बन भनेर लगाइदिनु। सकेसम्म त सेवा, समाजको सेवा गर्न पूर्णकाली कार्यकर्ता मिना खरेल जस्ता 100औं निक्लुन् के भन्नुको तात्पर्य के? म संसारमा नभइकन सेवा गर्छु भन्ने खाले निक्लुन् हो। त्यस्ता खाले शिक्षा दीक्षा दिनुपर्छ। आज शिक्षाको कमी छ, संस्कारको कमी छ, समाजको सेवामा व्यक्ति त्यति समर्पित हुँदैन। मैले पहिले भने मखाउ महिलाको एउटा खाडलमा हर व्यक्ति गिरिरहेको छ। त्यसरी योभन्दा धेरै माथि उठ्न पर्छ। सारा जीव ती जीव म नै हुँ,